नबिल इन्भेस्टमा एसआईपी रेजिस्ट्रेसन कसरी गर्ने? नबिल इन्भेस्टको नयाँ प्रणालीबाट तपाईले दुई तरिकाले एसआईपी स्टार्ट गर्न सक्नुहुन्छ। पहिलो तरिका गेस्टको रूपमा लगइन नगरी। यदि तपाईले नबिल इन्भेस्टको सिस्टममा पहिले नै दर्ता गरिसक्नु भएको छ भने अब एसआईपी रेजिस्ट्रेसन गर्न हरेक पटक लगइन गरिरहनु पर्दैन। सिधै एसआईपी स्टार्ट गर्नको लागि यी प्रक्रिया अपनाउनुहोस्। सर्वप्रथम सिस्टमको होम पेजको टप बारमा रहेको स्टार्ट एसआईपीमा क्लिक गर्नुहोस्। अब एउटा फारम खुल्नेछ। त्यहाँ तपाईले आफ्नो बीओ आईडी जुन तपाईको डीम्याट खाताको आईडी हो त्यो प्रयोग गर्नुपर्ने हुन्छ। आफ्नो डीपी चयन गर्नको लागि डीपी आईडी वा बीओ आईडी को पहिलो 8 अङ्क टाइप गर्नुहोस् र आफ्नो क्लायन्ट आईडी जुन बीओ आईडी को अन्तिम 8 अङ्क हो त्यो टाइप गर्नुहोस्। विवरणहरू सही भएपछि प्रोसिड बटनमा क्लिक गर्नुहोस्। अब अर्को फारम खुल्नेछ। त्यहाँ आफ्नो बीओ आईडी विवरण पुनः जाँच गरी सही भएको पक्का गर्नुहोला। त्यसपछि तपाईले आफूले चाहेको स्किम छान्नुपर्ने हुन्छ। अब इन्स्टलमेन्ट अमाउन्ट टाइप गर्नुहोस् जसको न्यूनतम रकम 1000 हुनु अनिवार्य छ। अब कुन मितिबाट एसआईपी सुरु गर्ने हो सो मिति रोज्नुहोस्। त्यसपछि इन्स्टलमेन्ट इन्टरभल छनौट गर्नुहोस्। यसको मतलब तपाईले कति समयको अन्तरालमा एसआईपीमा लगानी गर्ने हो भन्ने हो। आफ्नो सुविधा अनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक मध्ये कुनै एक विकल्प रोज्नुहोस्। त्यसपछि मोडल छनौट गर्नुहोस्। यहाँ दुईवटा विकल्प हुन्छन्, लिमिटेड र अनलिमिटेड। यदि तपाई निश्चित समय जस्तै 5 वा 10 वर्षसम्म मात्र लगानी गर्न चाहनुहुन्छ भने लिमिटेड रोज्नुहोस् र सोही अनुसार महिना वा वर्ष उल्लेख गर्नुहोस्। तर यदि तपाई लामो समयसम्म कुनै समय सीमा नतोकी लगानी गरिरहन चाहनुहुन्छ भने अनलिमिटेड रोज्नुहोस्। अन्त्यमा आफ्नो टोटल अमाउन्ट र अर्को किस्ता बुझाउने मिति रिभ्यू गरेर सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस्। अब एउटा पपअप खुल्नेछ। त्यहाँ दिइएको डेक्लेरेसन ध्यानपूर्वक अवलोकन गर्नुहोस्। यदि तपाईले खरिद गर्न लाग्नु भएको रकम सिस्टमले तोकेको सीमा भन्दा बढी भएमा अनिवार्य रूपमा सोर्स अफ फन्ड खुलाउनु पर्नेछ। त्यसपछि आई अग्री एन्ड कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। अब खरिद विवरणहरू पुनः जाँच गर्नुहोस्, आफ्नो उपयुक्त पेमेन्ट मेथड छान्नुहोस् र कन्फर्म एन्ड पे बटनमा क्लिक गर्नुहोस्। भुक्तानी सफल भएपछि तपाईले सफलतापूर्वक गेस्टको रूपमा एसआईपी रेजिस्ट्रेसन गर्नुभएको छ। दोस्रो तरिका सिस्टममा लगइन गरेर। यदि तपाई सिस्टममा लगइन गरेर एसआईपी रेजिस्ट्रेसन गर्न चाहनुहुन्छ भने आफ्नो डीपी, क्लायन्ट आईडी र पिन प्रयोग गरी सिस्टममा लगइन गर्नुहोस्। ड्याशबोर्डको बायाँपट्टि रहेको मेन्युबाट स्टार्ट एसआईपीमा क्लिक गर्नुहोस्। अब तपाईले उपलब्ध भएका सबै स्किमहरूको सूची देख्नुहुनेछ। आफूले लगानी गर्न चाहेको स्किम छान्नुहोस्। अर्को पृष्ठमा तपाईले उक्त स्किमको विस्तृत विवरण हेर्न सक्नुहुनेछ। सोही पृष्ठको दायाँपट्टि रहेको फारममा ड्रप डाउनबाट आफ्नो डीम्याट खाता छान्नुहोस्। त्यसपछि इन्स्टलमेन्ट अमाउन्ट टाइप गर्नुहोस् जसको न्यूनतम रकम 1000 हुनु अनिवार्य छ। अब कुन मितिबाट एसआईपी सुरु गर्ने हो सो मिति रोज्नुहोस्। त्यसपछि इन्स्टलमेन्ट इन्टरभलमा गएर आफूले कति समयमा लगानी गर्ने हो सो समयावधि छान्नुहोस्। यहाँ तपाईले मासिकदेखि वार्षिकसम्मका विकल्पहरू रोज्न सक्नुहुन्छ। अब मोडल छनौट गर्नुहोस्। यदि तपाई निश्चित समयसम्म मात्र लगानी गर्ने सोचमा हुनुहुन्छ भने लिमिटेड रोजेर महिना वा वर्ष खुलाउनुहोस्। अन्यथा लामो समयसम्म निरन्तर लगानीका लागि अनलिमिटेड विकल्प छान्नुहोस्। अन्त्यमा आफ्नो टोटल अमाउन्ट र आगामी किस्ताको विवरण रिभ्यू गरी सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस्। अब एउटा पपअप खुल्नेछ। त्यहाँ दिइएको डेक्लेरेसन ध्यानपूर्वक अवलोकन गर्नुहोस्। यहाँ पनि यदि खरिद रकम सिस्टमले तोकेको सीमा भन्दा बढी छ भने सोर्स अफ फन्ड खुलाउनु पर्नेछ। त्यसपछि आई अग्री एन्ड कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। कृपया खरिद विवरण पक्का गरी भुक्तानीको माध्यम छान्नुहोस् र कन्फर्म एन्ड पे बटनमा क्लिक गर्नुहोस्। भुक्तानी सफल भएपछि तपाईको एसआईपी रेजिस्ट्रेसन प्रक्रिया सम्पन्न हुनेछ। थप जानकारीको लागि नबिल इन्भेस्टमा सम्पर्क गर्नुहोस्।